यो परदेशीको एउटा सानो कविता सुनिदिनु है गाइज। तिम्रो काका छोडी परदेश आउन मन त थिएन, परिस्थिति र जिम्मेवारीले थिची गयो मलाई। सँगै बस्ने मन त थियो, भाग्यले नै दिएन। गरिरहेछु गर्नुपर्ने सके जति मैले, टन्न कमाई खुसी किनी दिने होला कहिले। वर्षौँ भयो हुँदै हुन्न, अब त मारी आउँकी सपना, फेरि सबैभन्दा पहिला कुरा काट्ने भेटिन्छ आफ्ना। तिम्रो हातको मिठो खाना सम्झिरहेछु मैले, परदेशमा त सोचे जस्तो हुन्न रहेछ आमा। कहिले भोके कहिले बासी खानु पर्या छ अहिले। घरमा यस्तो चाहियो उस्तो चाहियो भन्दै घुर्की लाउने छोरो, एक जोड कपडा वर्षौँ दिनसम्म कटाउने भाछु। उता हुँदा दिउँसोसम्म सुत्ने तिम्रो छोरो, आँखा मिची अनि दमै काम गर्न जाने भाछु। तिमीले नि सोच्यो होला, यसले गर्यो उसले गर्यो, तैँले गर्या खोइ त। भावीले नै भाग्य लेख्दा खोटो लेखेपछि, जति मिहिनेत गरे पनि नहुँदो नै रहेछ। यसरी त हुन्न आमा, म त घरै फर्किआउँला। सपना देखाइ गएको छोरो रित्तै फर्किआउँदा, पिर नगर्नु नेपालैमा केही गरेर खाउँला। सपना देखाइ गएको छोरो रित्तै फर्किआउँदा, पिर नगर्नु मेरी आमा नेपालैमा केही गरेर खाउँला।